महामानव डाक्टर गोपाल गुरुङज्यू सहित उहाँलाई मङ्गोल दर्शनलाई फैलाउनको निमित्त अमूल्य योगदान दिनुहुने ऐतिहासिक व्यक्तित्वद्वय वीरेन लामा गुरुङ मानबहादुर राईको शालिगलाई ठड्यायौँ। संगठनका अग्रज व्यक्तित्व दिलीप धिमाल जलान्धर पाखरिनको आवास हस्तान्तरण गर्ने काम गर्यौँ। संगठनका ऐतिहासिक गायक प्रीति मुखियाज्यूको जग्गा खरिदसँगै आवास हस्तान्तरण गर्ने काम गर्यौँ। यसका अतिरिक्त देशभित्र भूकम्प आयो, रात बाँड्ने बेलामा नेपाली जनताको साथमा मङ्गोल नेसनल अर्गनाइजेसन उभियो। देशभित्र बाढी र पहिरो आयो, नेपाली जनताको साथमा रात बाँड्ने बेलामा मङ्गोल नेसनल अर्गनाइजेसन उभियो। यस्ता अनेकौं समस्याको बीचमा सडकमै रहेर पनि मङ्गोल नेसनल अर्गनाइजेसन नेपाली जनताको पक्षमा काम गर्दै आइराखेको छ। हेर्नुहोस्, यी सबै कामहरूको उदाहरण मङ्गोल नेसनल अर्गनाइजेसन देश विकास गर्नको निमित्त तयार भइसकेको छ भनेर हामीले नेपाली जनतालाई यो उदाहरण पेश गर्न खोजिराखेका छौँ। हामी फागुन 21 पछाडि मङ्गोल नेसनल अर्गनाइजेसनको प्रतिनिधित्व नेपालको संसद भवनभित्र गराउन सक्यौँ भने हामी लुम्बिनी विश्वविद्यालय बनाउँछौँ भनेर हामीले भनेका छौँ। पश्चिममा लखन थापा मगर र पूर्वमा सृजन हाङथेबेको नाममा विश्वविद्यालय बनाउँछौँ भनेर हामीले भनेका छौँ। श्रीपति र सुखदेव गुरुङको नाममा मङ्गोल भूमिमा तपाईँ हाम्रो मूलवासी मङ्गोलहरूको हक र अधिकारलाई स्थापित गराउनुको निमित्त ऐतिहासिक रूपमा योगदान पुर्याउनु हुने हाम्रा अग्रजहरूको नाममा हामी सङ्ग्रहालय पुस्तकालयहरू बनाउँछौँ भनेका छौँ। नेपालभित्र रहेको संवैधानिक विभेदहरूलाई अन्त्य गर्दै सम्पूर्ण नेपाली जनताहरूको हक र अधिकारलाई समान बनाउँदै सम्पूर्ण नेपाली नागरिकहरूको बाँसको पास स्वास्थ्य, शिक्षा र रोजगारलाई ग्यारेन्टी गर्दै नेपाललाई लोकतान्त्रिक समाजवाद मार्फत समुन्नत र समृद्ध नेपाल बनाउँछ भनेर हामी आजभन्दा 36 वर्ष अगाडि काठमाडौँको भद्रकोट जेलभित्र जुन घोषणापत्र लिएका थियौँ त्यही घोषणापत्र लिएर आज पनि नेपाल र नेपाली जनताको नेतृत्व गर्नको निमित्त मङ्गोल नेसनल अर्गनाइजेसन सडकमा उभिएको छ। यो 37औं स्थापना दिवसबाट हामी उद्घोष गर्दैछौँ। मङ्गोल नेसनल अर्गनाइजेसन आजको दिनबाट प्रबुद्ध बनिसकेको छ। 18 वर्षको चरम सङ्घर्ष, 18 वर्षको सङ्क्रमणकालीन अवस्थालाई पार गर्दै मङ्गोल नेसनल अर्गनाइजेसन एउटा वयस्क खारिएको राजनीतिक अनुभवसहित एउटा वयस्क राजनीतिक दलको रूपमा स्थापित हुन पुगेको छ। म तपाईँहरूलाई अन्तिममा आह्वान गर्न चाहन्छु, तपाईँहरू यो फागुन 21 को निर्वाचनमा भोट बदल्ने साहस गर्नुहोस्।